दाजुभाइ दिदीबहिनीहरू विश्वभरिका नेपालभरिका दाजुभाइ दिदीबहिनीहरूले हेर्नुहोस्, चुनावको प्रचार प्रसार गर्ने क्रममा आज यहाँ पुलाचोर नजिक आएको बेलामा यहाँ चाहिँ एउटा धार्मिक स्थल एउटा देखिएको छ। यो अगाडिको ठुलो मूर्ति देख्नु भएको छ र तपाईँहरूले चिन्नुभयो होला, यो मूर्ति हाम्रो 10 ताउके रावणको मूर्ति हो। रावणको मूर्ति यहाँ म्याग्दीमा किन बनायो भन्ने कुरा तपाईँहरूलाई चाहिँ जिज्ञासा लाग्यो होला। रावणको मूर्ति यहाँ किन बनाएको भने यो ठाउँमा चाहिँ रावणको नाभि चाहिँ गाडेको ठाउँ हो अरे। नाभि भनेपछि जन्मेको ठाउँ पनि यही हो। रावण भन्ने त तपाईँहरूले चिन्नु भएकै छ, रामायणमा भएको रावणसँग रामको युद्ध भएको भन्ने हो। र धार्मिक विश्वास अनुसार यो ठाउँमा चाहिँ रावणको जन्म भएको हो। र अर्को कुरा, यो ठाउँ चाहिँ यो एरिया भनेको चाहिँ पौलस्य ऋषि भनेको एकदमै नामी ऋषि, विद्वान ऋषिको चाहिँ जन्म भएको ठाउँ हो। त्यसैले यो एरियालाई चाहिँ पुलाचोर पनि भन्छन्। र यो चाहिँ ठाउँको बारेमा तपाईँहरूलाई आज मैले वर्णन गरेँ। ल हेर्नुहोस्, कहिले कहिले आउनुभयो भने यहाँ राम्रो पार्क पनि बनाएका छन्। यो चाहिँ एउटा पर्यटक स्थल पनि हो। र रावणको जन्म भएको ठाउँ हेर्न चाहनेहरू यतातिर आउनु होला।